नयाँ भन्ने पार्टीको अर्को वरिष्ठ नेता आउनु भएको छ अहिले भन्नुभएको छ कि मधेसीको छोरालाई प्रधानमन्त्री बनाउने अवसर गुमाउनु भएन है भनेर। यहाँ अर्को के कुरा के छ भने मधेसीको नाममा त पार्टी नै बनाएको थियो नि पहिला। तमलोपा थिएन, जसपा छैन, लोसपा थिएन, तिनले त पार्टी नै बनाएर मधेसी पार्टी भनेर स्थापितै छ नि। तिनले के गरे त भन्दाखेरि मधेसी जनतालाई गरिब बनाइराखेर, मधेसी जनतालाई उत्पीडित बनाइराखेर, मधेसी जनतालाई भजाएर भोट लिने र आफ्नो स्वार्थ सिद्धि गर्ने भाइ केही काम गरे त गरेन नि त। त्यसकारणले अर्को भ्रम फेरि बेच्न आछ, भ्रमको शिकार बनाउन आछ। त्यसकारणले कुरो त्यो होइन। कुरो के हो भने हामीले छान्ने चाहिँ नयाँ र पुरानो होइन। कुरो के हो भने देशभक्त हो कि राष्ट्रघाती हो, छान्ने त्यहाँ हो। हामीले छान्ने संविधान र लोकतन्त्रको रक्षा गर्ने हो कि यसलाई भड्खलामा धकेल्ने र प्रतिगमनको दिशातर्फ त्यसलाई लैजाने हो, त्यो मध्ये छान्ने हो। हामीले छान्ने विकास र समृद्धिको पक्षधर हो कि विकास र समृद्धिको विरोधी हो भनेर छान्ने हो। हामीले छान्ने मौका पाउँदा काम गरेर देखाउने हो कि मौका पाउँदाखेरि देशको हित विरुद्ध काम गर्ने हो, छान्ने यहाँ पो हो त। त्यसकारण हामीले प्रश्नसँग जनतालाई बुझाउनु पर्यो। हाम्रो पार्टी त त्यो पार्टी हो जसले यत्रो ठुलो परिवर्तन नेपालमा जो भएको छ, संघीय लोकतान्त्रिक गणतन्त्र स्थापित गर्यौं, संघीयता समावेशीकरण स्थापित गर्यौं, त्यो स्थापित गर्ने मुख्य पार्टी हामी हो। यसमा त हामी गर्व गर्छौं। जनतासँग मिलेर लडेर हामीले यो संघर्षबाट यो उपलब्धि स्थापित गरे। हाम्रो त्यो पार्टी पो हो। हामी यही उपलब्धिलाई खोज्न खोज्दा, अपहरण गर्न खोज्दा, त्यसको विरुद्ध सङ्घर्ष गरेर संविधान र लोकतन्त्रको रक्षा गर्ने र अहिले पनि संविधान र लोकतन्त्रमाथि खतरा हुँदा जुनसुकै बेलामा त्यसको निम्ति रक्षा गर्न कृत संकल्पित भएको सङ्घर्षशील पार्टी त हाम्रो पार्टी पो हो।